सङ्गठित भएका छौँ। यो हाम्रो बल हो, हामी बलिया भएका छौँ। अब यो बललाई कहाँनिर सदुपयोग गर्ने हो यो विषयमा चाहिँ नि नेतृत्वले पनि हेरका राख्नु पर्यो। त्यसपछि टिमले पनि यो विषयमा लय बिर्सन भएन, मुद्दा बिर्सन भएन, मगर सङ्घको लक्ष्य बिर्सन भएन। यसको लागि चाहिँ मैले किननिर जोड्नु खोजेँ भने अब हामी पालिका लेभलसँग सङ्गठन बन्यौँ। अब पालिका लेभलसँग सम्मको सङ्गठन बनिसकेपछि तपाईँहरूले पालिकामालाई अब अघि यहाँ भनिसक्नु भएको छ हाम्रो अध्यक्षज्यूले, हामी पालिकामा कसरी जाने, पालिका लेभलमा जाँदाखेरि चाहिँ नि के एजेन्डा लिएर जाने र त्यसको चाहिँ नि त्यहाँबाट आउने क्रिया प्रतिक्रिया पनि हामीले लिन्छौँ। त्यसपछि हाम्रा कुराहरू पनि त्यहाँ राख्छौँ। धेरैवटा फाइदाहरू छन्। जस्तो अहिले केन्द्रबाट सर्कुलर आएछ, अब पालिकामा अधिवेशन गर्नुपर्ने छ, केन्द्रबाट सर्कुलर आएको छ। तपाईँको सांस्कृतिक सङ्ग्रहालय प्रत्येक घर घरमा मगर घरमा पुर्याउने सर्कुलर आएको छ, केन्द्रबाट सर्कुलर आएको छ। टोल टोलमा गाउँ गाउँमा बस्ती बस्तीमा चाहिँ आफ्ना भएका अमूर्त संस्कृतिहरू सूचीकरण गर्ने केन्द्रबाट सर्कुलर आएको छ। त्यति मात्रै होइन, अहिले ठाउँहरूको नामाङ्कन मगर भाषाबाट कुन ठाउँमा चाहिँ नामाङ्कन भएको छ त्यसलाई पनि अध्ययन अनुसन्धान गरेर त्यो खोज गरेर चाहिँ नि त्यसलाई हामीले चाहिँ नि अगाडि दस्तावेजीकरण गर्ने भन्ने पनि सर्कुलर आएको छ। भन्दा यी 4-5वटा कुराहरू हामी एकैचोटि लिएर टोल टोलमा बस्ती बस्तीमा हाम्रो मगर गाउँ गाउँमा हामीले जान सक्छौँ। त्यहाँ भयो भने हामीले मगर सङ्घलाई जुन केन्द्रको नीति छ, मगरलाई चाहिँ नि बस्ती बस्तीमा, मगर सङ्घलाई बस्ती बस्तीमा पुर्याउने